सूक्ष्म अर्थशास्त्र तथा बृहत अर्थशास्त्र सम्बन्धी अवधारणा। आधुनिक युगमा अर्थशास्त्रका सिद्धान्तलाई दुई भागमा विभाजन गरी अध्ययन गर्ने गरिन्छ। ती हुन् सूक्ष्म अर्थशास्त्र र बृहत अर्थशास्त्र, जसलाई यस प्रकारले व्याख्या गर्न सकिन्छ। सूक्ष्म अर्थशास्त्र। सूक्ष्म अर्थशास्त्र अङ्ग्रेजी शब्दको माइक्रो इकोनोमिक्सबाट लिएको हो। यो शब्द ल्याटिन भाषाको माइक्रोसबाट उत्पत्ति भएको हो, जसको अर्थ अति सूक्ष्म भन्ने हुन्छ। सूक्ष्म अर्थशास्त्रले अर्थतन्त्रका व्यक्तिगत इकाइहरू जस्तै घर परिवार, फर्म, उद्योग आदिको अध्ययन गर्दछ। र यसै गरी बृहत अर्थशास्त्र। अर्थशास्त्रको अर्को प्रमुख विषयवस्तु समग्र अर्थतन्त्रको अध्ययन हो। बृहत अर्थशास्त्रभित्र राष्ट्रिय आय, राष्ट्रिय बचत, लगानी, रोजगारी, सामान्य मूल्य स्तर जस्ता विषयवस्तुहरू समावेश भइरहेका हुन्छन्। बृहत अर्थशास्त्र अङ्ग्रेजी भाषाको म्याक्रो इकोनोमिक्सबाट लिएको हो। यो शब्द ल्याटिन भाषा म्याक्रोसबाट उत्पत्ति भएको हो। यसको अर्थ बृहत भन्ने हुन्छ। तसर्थ बृहत अर्थशास्त्रले ससाना इकाइहरूको अध्ययन नगरी समग्र आर्थिक चरहरू जस्तै कुल आम्दानी, कुल खर्च, मुद्रास्फीति, कुल रोजगारी, आर्थिक विकास तथा आर्थिक वृद्धि जस्ता विषयहरूको अध्ययन गर्दछ। अर्थशास्त्रको यस्तो समष्टिगत अध्ययनलाई बृहत अर्थशास्त्र अथवा आय सिद्धान्त भनिन्छ। इन्टरडिपेन्डेन्स बिट्विन म्याक्रो इकोनोमिक्स एन्ड माइक्रो इकोनोमिक्स। सूक्ष्म अर्थशास्त्र तथा बृहत अर्थशास्त्रबीच आपसी अन्तर्निर्भरता। सूक्ष्म अर्थशास्त्र र बृहत अर्थशास्त्र एक आपसमा अन्तर्सम्बन्धित छन्। सूक्ष्म अर्थशास्त्रले व्यक्ति र व्यवसायहरूको माग, पूर्ति र आयको बारेमा अध्ययन गर्दछ, तर बृहत अर्थशास्त्रले बजारको कुल माग, कुल पूर्ति र राष्ट्रिय आयको अध्ययन विश्लेषण गर्दछ। बृहत अर्थशास्त्रले कुल माग, कुल पूर्ति र राष्ट्रिय आयको गणना गर्ने बेला व्यक्तिगत माग, व्यक्तिगत पूर्तिको आवश्यकता पर्दछ। त्यसैले बृहत अर्थशास्त्रले आफ्नो हरेक आर्थिक अध्ययनहरूमा तथ्याङ्कको लागि सूक्ष्म अर्थशास्त्रमा निर्भर छ। त्यसैगरी सूक्ष्म अर्थशास्त्रले पनि व्यक्तिगत माग, वस्तुको पूर्ति, आय र वस्तुको मूल्यको अध्ययन गर्दा बृहत अर्थशास्त्रले दिएको मुद्रास्फीति र आर्थिक वृद्धि जस्ता चरहरूको सहायता लिन्छ। त्यसकारणले सूक्ष्म अर्थशास्त्र र बृहत अर्थशास्त्र एक आपसमा निर्भर छन्।